हेलो साथीहरु, आज चाहिँ हाम्रो पोखराको भाटबटिनी फेरि 8 महिनापछि रिओपनिङ भएको दिन। अनि म खुसी हुँदै पहिला 8 महिना अगाडि त्यही किनेको यो क्रक्स लाएर म जाँदैछु भाटबटिनी तर्फ। यस्तै क्रक्स फेरि लाउन पाउँदिन होला भाटबटिनीको भनेर सोचे, तर भाटबटिनी फेरि रिओपनिङ भएको खुसीमा हामी बुढाबुढी जाँदैछौँ। अनि तपाईलाई एउटा कुरा, 14 वर्ष अगाडि हाम्रो पोखरामा भर्खरै भाटबटिनी ओपनिङ हुने बेलामा चाहिँ त्यति बेला ठ्याक्क मेरो बुढा र मेरो भेटेको 10-15 दिन भएको थियो। अनि मेरो बुढाले चाहिँ मलाई, मेरो बोयफ्रेन्ड थियो नि त त्यो टाइममा, अनि मक्ख पार्नलाई यहाँ भाटबटिनीमा लिएर आएर ओपनिङको दिनमै भाटबटिनीमा लिएर आएर मलाई यति धेरै खानेकुराहरू चक्लेटहरू किनिदिएको थियो। अनि म चाहिँ मक्ख भएको थियो त्यो दिनमा, यो मान्छेले मलाई कति माया गरेको भनेर के। अब त्यति बेला त बच्चै दिमाग हुन्थ्यो नि त होइन। अनि हामी चाहिँ आज 14 वर्ष अगाडिको फेरि त्यही याद ताजा गर्नलाई 8 महिना अगाडि जलेको भाटबटिनी बन्यो भन्दै बुढाबुढी खुसी हुँदै हामी फेरि भाटबटिनीतर्फ आयौँ। जेमसिन दिदी स्कुल गएको खण्डमा हामी जेमसिन दिदीलाई छक्काएर आएको है साथीहरू। अनि तल हेर्नु न, यो बेसमेन्ट कति डर लाउँदो देखेको थियो, राम्ररी कम्प्लिट नभएको रहेछ साथीहरू। बाटोमा तार थियो, मलाई यति डर लागेको थियो होइन। अनि मान्छेहरू क्राउड नै थियो होइन। हामी आउँदाखेरि त्यति थिएन, हामी फर्किने बेलामा यति क्राउड थियो। अनि मेरो बुढा चाहिँ ओहो यो भाटबटिनी राम्ररी बनेको छ कि छैन होला भन्दै, म त डर लाग्यो यार, चाचरो जाम भन्दै हिँडिरहेको थियो। अनि बुढाबुढी एकछिन रमाइलो गर्दै हिँडेँ। भने मैले किनेको क्रक्स त्यस्तै पाएँ भने किन्छु भने हेरेको थिएन, त्यस्तो क्रक्स मैले पाइनँ। अनि माथिबाट यस्तै हेर्नुहोस् हाम्रो पोखरा कति राम्रो देखेको छ। अनि हामी बुढाबुढी एकछिन अङ्गालो मार्दै जेमसिनी दिदीलाई छक्काएर आएर रमाइलो गर्दै थियौँ एकछिन बुढाबुढी मात्रै। अनि अब जेमसिनी दिदीलाई अलिकति खानेकुरा किनेर त लानु पऱ्यो, फेरि जेमसिनी दिदी रिसाउँछिन् भनेर बुढाबुढी चाहिँ हामी यहाँबाट जेमसिनी दिदीको लागि यो खानेकुराहरू किन्न भित्र गए। लाइन यति थियो, यति थोरै खानेकुरा किन्नलाई कुरीले के हो त्यो कुरी भनेको। अनि लाइन 1 घन्टा बसेको साथी हामीहरू। अनि म पहिला बसेँ, थाक्यो। अनि फेरि बुढालाई मैले लाइनमा राखेँ, मेरो बुढा ट्वाल्ल परेर हेरेर बसेको थिएँ, मैले मुखमै क्यामेरा लगाइदिएको, तर्स्यो। अनि 1 घन्टापछि हाम्रो पालो आयो। अनि हामी चाहिँ बिलिङ गरेर बल्ल यहाँबाट निस्क्यौँ साथीहरू। निस्किन नि यति गाह्रो थियो त्यहाँबाट निस्किन। अनि हामी निस्क्यौँ। अनि निस्किने बेलामा अगाडि चाहिँ त्यो मिनबहादुर गुरुङको एउटा फोटो थियो कि। अनि त्यो फोटो हेरेर मलाई एकदम इमोसनल भएको थियो कि, मलाई एकदम नरमाइलो लाग्थ्यो। बिचरा जे भने उसले दुःख गरेको हो नि त होइन। अनि आजको भिडियो यति नै थियो साथीहरू। ल ओके, बाई बाई।